मान्छे पड्काउँछ मैले फेरि भारतको कुकुर देख्नु भएको छ मोला बनाउँछ ग्यास एक पड्केर के भयो त नि हुँदै हुँदैन यसरी हुँदैन कहाँ ग्यास पड्काउन लाग्यो अनि के हुन्छ त तपाईको म तपाईलाई जिन्दगी देखि हैन जिन्दगीदेखि तनाव छैन तपाईलाई जिन्दगी देखेर जसले नि तनाव भइहाल्छ नि अनि मलाई त तनाव छ म तनाव दिएर अर्कोलाई मार्ने हैन के यसपालि मैले दिदी बहिनीको हातबाट टिका लाउनु पाएन पाउँछ जति नै जिन्दगी पाउँछ पाएन क्या किन पाउँदैन छैन दिदी बहिनी यसपालि अनि पटका घरतिर आउने पटका पड्काएर तनाव दियो क्या मलाई पड्काएर जिन्दगीमा सबै सल्भ हुन्छ हैन पटका पड्काउने भने अब ग्यासै पड्काएर म जीवन समर्पण ग्यास गर्छु पड्कायो भने के हुन्छ के हुन्छ त दाइ अनि ग्यास हैन दाइ अहिले कहाँ पाउँछ त पटका पाउँछ त नि अनि पाउँदैन त्यही दाइले पुरै बुझ्दैन यहाँ पड्का नपायो भनेर ग्यास पड्काउन मिल्छ यहाँ के हुन्छ त ग्यास पड्काएर जिन्दगी तपाईलाई तनाव छैन हैन तपाईलाई तनाव छैन के तनाव भएर के गर्ने तनाव लिएर मात्रै हुन्छ यहाँ अनि तिहारमा के पड्काउँछ त नि पड्काउने भयो तलतिरै जाने मलाई कस्तो ग्यासै पड्काइदिएर मलाई बस पार्कतिर पाउँछ हैन ग्यास पड्काएर जीवन समर्पित गरौँ भने तिम्रो जीवन यतिकैमा जान्छ त जाँदैन नि हैन एकचोटि ट्राई गर्नुपर्छ हुँदैन हुँदैन भाइ हुँदैन कहाँ हुन्छ भने यहाँ अहिले बिना फोक्रा पड्काउने होइन मान्छे पड्काउँदैन मैले फेरि अनि के भयो त हुँदैन यहाँ के लाइटर दिनु लाइटर दिने कि नदिनु तपाईँले लाइटर दिने कि नदिने भन्नु न हैन म पड्काइदिन्छु आज हुँदैन मान्छे पड्काउँछ मैले फेरि भारतको कुकुर देख्नु भएको छ भारतको कुकुर देख्नु भएको छ भारतको कुकुर देख्नु भएको छ अरे बाटो बिर्से क्या दाइ कहाँ बाटो त्यत्रो रोड छ यार त्यत्रो काम सुन्दैन कि बोइरो हो कि लाटो हो कि मोला बनाउँछ